हाम्रो स्कुलले पहिलादेखि पनि चलाएको र यहाँ स्पेशली छात्राहरूले कुर्ता र सलवार हामीले पहिला नै त्यसलाई चाहिँ आउट गरिसकेका छौँ। सबैजनाले चाहिँ सर्ट प्यान्ट र टाई बेल्ट लाउनु पर्ने भन्ने कुरो चाहिँ हाम्रो भइसकेको छ र त्यही अनुसार हामीले छात्रवृत्तिमा कपडा दिँदा पनि विद्यार्थीलाई त्यही वितरण गर्ने गरेका छौँ। अब यसमा के कति कारणले विद्यार्थीहरू ड्रेसको रूपमा चाहिँ कुर्ता सलवार प्रयोग गर्छ, टाई त्यहाँ मिल्दैन, विभिन्न कुराहरू फरक पर्न जान्छ। त्यसकारण एकरूपताको लागि चाहिँ सर्ट प्यान्ट र टाई बेल्ट नै लाएर अब जुत्ता कालो आफैले प्रयोग गर्ने, त्यसमा चाहिँ अलिकति बल गर्नु पर्यो। अब कुर्ता सलवार अलिकति फरक जस्तो नमिल्ने हुँदो रहेछ, तर कहाँ त्यो त विद्यार्थी भर्ना भइसकेपछि अब हामी गर्छौँ। आइडी कार्ड पनि हामी त्यो त अलिक दुई चुकी बाटेर आउने अनिवार्य रूपमा है, दुईपट्टि बाटेर निकाले है केटीहरु कपाले सरी बनाउनु सबैजनाले रबर